हेलो गाइज, इट्स मी विनय श्रेष्ठ, हजुरहरूको चस्मिस आर्टिस्ट। यो पेन्टिङको सामानहरू झिकेर चाहिँ म टेबलमा राख्दैछु। मलाई मेरो एउटा पेन्टिङको स्टोरी सुनाउनु मन लाग्यो, जुन रहेको छ मेरो फर्स्ट क्यानभास पेन्टिङको बारेमा। यो पेन्टिङ चाहिँ मैले वाटर कलर युज गरेर बनाएको थिएँ, किनभने मसित एक्रेलिक कलर थिएन र रिसेन्टली चाहिँ म अर्डरमा काम गर्दैछु, जुन चाहिँ एउटा पोर्ट्रेट पेन्टिङ हो, एउटा सानो बेबीको। यो पेन्टिङ सकिने चाहिँ अलिक बढी टाइम लाग्छ, किनभने यो पेन्टिङमा अलिक डिटेल वर्क गर्नुपर्ने छ, कपडाहरूको फोल्डिङमा अलिक डिटेल छन्। त्यसैले खासमा यो पेन्टिङ गर्न लाग्नु मलाई आजसँग गरेर 3 दिन भयो। डे 2मा चाहिँ मैले पोस्ट गर्न भ्याएन। हेरौँ अब जति दिन लागे पनि यो पेन्टिङ सकिनँ। होप इट विल टर्न आउट अमेजिङ। लास्ट दिनमा यो पेन्टिङको र अरू आर्टवर्कहरूको पनि अपडेट पाइरहनको लागि यु क्यान फलो माई आर्ट एकाउन्ट। Thanks for watching. See you next day.